आत्मरक्षा र बदलाको लागि भए पनि भित्ते किक चाहिँ सिक्नै पर्ने रहेछ। अब यहाँ फाइट सिकेर त ब्रुस लीलाई यस्तो चाँदन हाल्छु नि म। मेन त भित्ते किक हो नि त, भित्तामा टेकेर उडेर टाउकामा हान्ने। यसमा गर्नु पर्यो, बरु यसले पो थाम्छ कि थाम्दैन। ए है तेरा भित्ते किक यत्रो दुहाएर बनाएको कुडे पखाइ छैन तँलाई त म। तपाईँ ओ माय गॉड, तपाईँ या सिर्जना मरेकै जुनी भयो नि। आफ्नै आँखा अगाडि एउटा भुस्तिग्रेले आफ्नै प्राणभन्दा प्यारी गर्लफ्रेन्डलाई गर्ल्यामै अँगालो हाल्यो। ती दोक्च्याउनु मन थियो नि, के गर्नु फेरि आफै अस्पताल पुगेला भन्ने डर हुन्छ। साथीभाइ चाहिने पनि यो बेलामा हो नि त, गाउँमा कोही छैन, कसलाई सम्झिने होला त अब। हेलो ए तुमे त यहाँ तुरुन्तै यो परालको कुनीको छेउमा आउनु पर्यो। तर म मिलेर एउटा दुम्सीलाई दोक्च्याउनु पर्यो आज। लु एउटालाई दोक्च्याउन चाहिँ आइँदै कम्तीमा पनि 10 जना नभइकन त भिड्ने गरेकै छैन आजभोलि। वाट्टै इनर्जी लेभल एकदमसँगले बढेको छ। 10 जना सम्झिन त, 10 जना हो क्या। तेरो बढेको पावर पनि त लाग्ने, त तुरुन्तै यहाँ आउनु पर्यो यार। लु त्यसो भएदेखि आउँछ। लु कसको छाती उडाउनु पर्ने हो भनिहालौँ त कक्रोचजी। यहाँ सुन्दै हो तुमे, मेरै आँखा अगाडि मेरी गर्लफ्रेन्डलाई एउटाले गर्ल्यामै अँगालो हालिदियो। अब साथीभाइ चाहिने